ए दिदी डाइटिङ गर्नु है, डाइटिङ गर्नु फेरि केटाहरूले हेर्दैन नि फेरि। गजब बेइज्जती है म टप्छु होला त्यसलाई त। ओहो नक्ते नै रहेछ नि। ओ सही ए पुलिस त हान्ने होला है म फेरि। सो हेलो एभ्रिवान, सबैलाई स्वागत छ। अनि अहिले चाहिँ म कहाँ जानला भने साखु जानला होइन, यहाँ ललितपुरदेखि। अनि खास किन जान लागेको भनेदेखि पनि हाम्रो चाहिँ त्यहाँ एउटा जग्गाको हल्का काम थियो होइन, अनि त्यो कामको लागि जानला हो। अनि अब सुरुमा चाहिँ चाबेल जानुपर्ने छ क्या। चाबेल गएर होइन त्यहाँबाट त्यो जग्गाको लाल पूर्जा लिएर जानुपर्ने छ। स्पिड चाहिँ जानु हुँदैन, त्यही भएर बाइक चाहिँ छिर्न दियो भने यार झाउ गर्छ क्या यिनीहरूले, सधैँ झाउ गर्छ। ओए कहाँ आउँछ यार, कस्तो तर्सेको हुने म त। के चलाउँछ यार, ला झन् न्युट्रलमा आइदिन्छ यही बेला। के चलाउँछ नि यार, तर नै छिराइदिन्छु म त। यस्तो बाटो खाली भयो भने चाहिँ मजा आउने हो होइन। म चाबेल जानु पऱ्यो भने चाहिँ ललितपुरबाट जहिले रिङ रोड युज गर्दिनँ क्या। प्रायः राति भयो भने चाहिँ रिङ रोड ठिकै हो होइन, एकदम नभए जाम बवाल हुन्छ क्या। यो बाटो एकदम ठिक छ। ओ सही ए पुलिस त हान्ने होला है म फेरि। किन जाम छ त आज त यतातिर नि बाबाले। आमा के साह्रो अँध्यारो हो, के हुँदैछ यहाँ। अब चाहिँ हरियो हुनु थालेछ है यता साइडतिर नि। मलाई फोन आयो यार। किन फोन गर्नु भएको रहेछ त? भर्खर त हिँडेर टाइम लाग्छ नि यहाँबाट आउनु त, 1 घन्टा नि बढी लाग्छ। छैन त्यहाँ जाँदैछु। ल कहाँ अब नक्खुबाट होइन, नक्खुबाट त्यसपछि चाबेल पुगेर चाबेलबाट साँखु पुग्न 1 घन्टा लाग्दैन त? जस्तो कुदा नि लागिहाल्छ नि यार। ए कहाँ हिँड्दैछ यो बुढो मान्छे यार। मान्छे हिँड्ने ठाउँ पनि छैन। ए 3 जना त नहिँड्ने हुने नि हो, एक लाइनमा हिँड्ने भइहाल्यो त यार। ए म माथि जान्छु ल। यहीँ राखिदिन्छु अनि मेरो माथि काम छ है।
ल है त अहिले एकछिनमा भेटौँला है। ल मैले यहाँको काम नि सकाइसकेँ है। आमा मेरो बाइक दामी देखिरहेको रहेछ यार सय। ल अब चाहिँ म यहाँबाट म अब 20 मिनटमा साखु पुग्ने गरी जान्छु है। ओहो थ्याट नक्ते नै रहेछ नि। ओ हुन त एनएसलाई मेरो पावरले भ्याउँदैन होइन। एमटीको पावर धेरै कम हो क्या एनएसको भन्दा। सीसी अनुसार चाहिँ सक्दैन फेरि। त्यो 160 कि कतिवाला एनएस छ नि त्यसले कहाँ सक्छ फेरि। यामाहा हो नि त जे भयो नि होइन। हेर्दै कस्तो छ यो नुब्डे पारामा न लाइसेन्स हुनु के वर्कसपको भाइ जस्तो छ। बल्ल एनएस पाएर बढाइरहेको जस्तो छ। यो गाडीहरू किन यो साइडबाट हिँड्दैन क्या यार। हामी चाहिँ ओभरटेक गर्नै नपाउनु त। तर अफरोडमा चाहिँ भन्दिनँ क्या म। अफरोडमा चाहिँ सकिँदैन एमटीलाई। एमटी कुदाउनै सक्दैन अफरोडमा। एक त न यसको सक दब्छ होइन, सस्पेन्सन नि दब्दैन, पावर त मस्त फ्याल्छ क्या अफरोड भयो पनि। जस्तै हो भ्याली राइडमा चाहिँ मजै छ। लङ टुरमा पनि सक्दैन। लङ टुरमा पनि चाक दुख्छ धेरै। अब धेरै लङ टुर हिँडिरहनु हुन्छ भने चाहिँ एमटी नकिन्नलाई नै सजेस्ट गर्छु होला हौ म। पावर चाहिन्छ भने त छ सीसी वाइज पावर मस्त। त्योभन्दा बढी किन पावर खोज्नु होइन। त्यस्तै ठाउँ पऱ्यो भने चाहिँ 140-45 कुदाइदिन्छ मान्छेले होइन। 155 सीसीको बाइक होइन। ल यार त्योभन्दा किन कुद्ने हो र धेरै। तर के गर्नु कुद्यो भने त अझै कुदाउनु मन लाग्छ नि हामीलाई त। तर यतिको ठिक्क हुन्छ क्या 50-60 होइन। यतिमा भयो भने चाहिँ तेल पनि धेरै खाँदैन नि त। है म टप्छु होला त्यसलाई त। आमामा बब्बाल कुदाइदिएर यार। फेरि टप्न दिउँ किनभने मेरो अब नजिक नै छ है। टप्न नदिउँ होला। हेरौँ है त यहाँ के हुँदो रहेछ। हेरौँ है यहाँ टप्न दिन्छु ल। त्यसैले दोहोऱ्याएर गाउँछु। पल्सरले सक्छ र त्यही पनि 150ले। तिम्रो भन्दा 5 सीसी बढी नै हो क्या भाइ। अब चाहिँ म यता जानुपर्छ है। अब तिमी उता जाऊ ल साखुमा। म चाहिँ मासतिर जानुपर्छ। बाई बाई। हेरौँ है त। हेरौँ बाई बाई। ल यार इन्टरको पाङ्ग्रै पड्किने भयो यार। दिदीले अलि धेरै खानु भएछ जस्तो लाग्यो क्या। है दिदी डाइटिङ गर्नु है डाइटिङ गर्नु। फेरि केटाहरूले हेर्दैन नि फेरि गाह्रो छ है दिदी। गाह्रो छ हो गाह्रो छ मोटाउनेलाई नि। गाह्रो छ है गाह्रो छ। च्यापेर मार्नै खोज्छ त है। चलेंगे चलेंगे हम चलेंगे।
मलाई छिर्न देऊ न, मलाई छिर्न देऊ। ए सम्झी कहाँ से जाऊँ, कहाँ से जाऊँ? ओए हात्ती गाडी मलाई च्याप्ला है। यो ठाउँमा के साह्रो भएको हो यो आम्मा जाम। सो एभ्रीवान थ्याङ्क्स फर वाचिङ है त। म चाहिँ टक्क लाएर आज दिनभरि नै उतै भएँ होइन साखुतिर, अनि त्यसपछि फर्किसकेँ। अब रुममा आइसकेँ। राम्रोसँग बस्नु होला। टाटा बाई बाई।